र पूजा गर्ने भनेको धेरै मान्छेहरू भेला भएर मात्रै पूजा गरेको मान्दैन। पूजा तपाईँ आफूले जब बुद्धको शील समाधि प्रज्ञाको शिक्षालाई विधिवत रूपमा पालना गर्न सक्यो भने त्यो वास्तवमा बुद्ध पूजा हो। बुद्धलाई पूजा गरेको मानिन्छ, बुद्धको स्तुति गरेको, बुद्धको मन्त्र जप गरेको, बुद्धको ध्यान गरेको, त्यो सबै अर्थ नै तपाईले बुद्धको वचनलाई पालना गर्न सक्यो भने त्यसबाट प्राप्त हुन्छ। त्यसबाट प्राप्त हुने नहुने कुरा नै छैन। बुद्धको वचनहरूलाई, बुद्धले दिनुभएको पञ्चशीलको शिक्षालाई तपाईले प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचारी नगर्नुहोस्, झुटो नबोल्नुहोस्, मादक पदार्थ सेवन नगर्नुहोस्, 24 घण्टाको अवधिभित्र यो पञ्चशीलको नियमलाई विधिवत रूपमा पालना गर्न सकियो भने तपाईले साँच्चै नै बुद्ध जयन्ती मनाएको अर्थपूर्ण हुनेछ र बुद्ध पूजा गरेको पनि अर्थपूर्ण हुनेछ। यसरी बुद्ध पूजा गर्नुहोस् र बुद्ध भगवान